हेलो गाइस वेलकम टू माय ब्लॉग। आज चाहिँ मम्मीले मलाई कुर्ता सुरा दिन आएको छु हेरेर। अहिले गाइस यो दिदी चाहिँ जहिले मलाई चने गर्नुहुन्छ। यो दिदी यस्तै दामी हुन्छ। अब म मम्मीलाई कुर्ता सुरा दिन आएको गाइस हेर्नु दिदीले दिने भएको। गाइस यो चाहिँ हाम्रो अर्गानिक खुर्सानी हो गाइस। यो मलाई थाहा नि थिएन गाइस ना फर्स्ट टाइम खुर्सानी फलेको हरे ना फर्स्ट टाइम म सुन्दैछु गाइस। यो म फर्स्ट टाइम सुन्दैछु। ल गाइस मम्मीले चाहिँ दसैँको सपिङ गर्नु भएको छ गाइस। आज चाहिँ मम्मीको जन्मदिन हो त्यसैले हामी भरे केक लिन जाँदैछु। मम्मीलाई पैसा माग्दैछौँ हामी। बनाइसकेको थिएन रे गएको पनि छैन। गाइस म चाहिँ अब जानु आँटेको छु किचनमा के त खाने। गाइस यो त मेरो दिदी जहिले बोल्नुहुन्छ। मेरो दिदी छैन मेरो कान्छी दिदी पनि हुन्छ क्या। जेठी दिदी पनि हुन्छ। फेरि त आज मात्रै है भोलि ग्यारेन्टको मेरो फाइट पर्छ। गाइस यो त धाच्नु भएको। बेस्टर पनि कुनै रहेन रहेछ बिन्दा त्यत्रो छोडेको मैले धुनु पर्ने रहेछ।